चाहिँ जग्गा ओइ म कहिले आउँछु भन्दाखेरि भोलि होइन पर्सि आउँछु यो झ्यापले चाहिँ फेरि साह्रो रहेछ यसलाई चाहिँ त्यो फेरि उठाउनु पनि पर्दो रहेछ त गोप्टेकासित बलको प्रेसर हुन्छ नि गोथे गोप्टेकाजी ढोक न यो चाहिँ रहेछ यो त गोप्टे नै रहेछ नि हुन त लगा लगा छिटो 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 त्यो काले छ नि अघि हान्ने हो त्यसले त रिसाले हानेको क्या हो डडाल्नमा त अनि जम्मै हानु नत्र भने अलिक कटाउनु पर्ने त नि गोल नहाने पनि ढाडमा लुगा त भनेर समात्नु गयो सुदीप दाइले हेर्दै होला के अरे आउने बिटिकी सोध्दै थियो चरा म त छिर्छु भनेर डराइरहेको थियो म चाहिँ छिर्छु भनेर डराइरहेको थियो फेरि चेन्ज भयो 99 फोनमा चाहिँ नगर न भइगयो त त्यति पुखाएर यहाँ हाम्रो ढाडतिर चाहिँ नलगाऊ है उहाँ उता उता निस्किने बेलामा एक गोल हानेर निस्किन्छ भन्दै होला निस्किने बेला ओइ ओइ नफ्रिँदै बुरुक बुरुक पो छ त यार हिजो टुडी खेल्न गर्दैछ ट्रेनिङ सातो बाटो भन्दैछ कि क्या हो सातो बाटो ए सात त्यो बोल्दा त त्यस्तै सुनिरह भने नाम पनि के हुँदो रहेछ हो है मलाई त थाहै थिएन 17 नम्बर चेन्ज हुनु पर्यो
बिचरा मुखमै पुगेको त 11 नम्बरे भाइ धेरै सानो भएर हो के यस्तो भएको हैन अब कति खेलिराखेकोहरू होला नानी यिनीहरूलाई थाहा भएन क्या गेमको बारेमा यस्तो हुन्छ भनेर क्या अब हिजोको एपिएफहरूलाई र यिनीहरूलाई दुईजना चाहिँ ठिकै रहेछन् क्या अनि यिनीहरू र भसुरकोहरू त अनि ट्यालेन्ट छ नि त सबैजनाहरू भसुरको र यिनीहरूको हाइट मिल्ने रहेछ तिनीहरूको सातो बाटो हान्नु त झन् हाइट हुने भन्दा पनि हाइट नहुनेको बल हुन्छ नि तर के गर्नु त्यस्तो त गर्छ नानी फटा रहेछ भाइहरू अब टाइम अब त हानो भने त गयो 2 गोल भयो 2 गोल त कहिले फिर्ता फेरि चेन्ज भयो 3 मिनेट ठप्पो रहेछ ल गेम हान्छन् कि क्या हो एकछिन बस एकछिन यताबाट मिसेर जानुपर्छ आशीसँग आउने हो आइया ओइ हो त्यो त लड्नै पर्यो ठिक्क पर्यो बिचरा कस्तो माया लाग्यो यार ला टाइम हेर्दैछ छिटो कुद्नु पर्यो छिटलेर जानु नि हौ अनि बिचरा लड्नु पनि छ छेपारी उ भएछ फर्क्यो यार माया लगेर न त पानी खाने भाइहरू त नि